Day 1 of our trip. Our destination is Kori, but today we went to Pokhara and then Siklis. So our trek starts from Siklis and today's destination is Tasa. We had a lot of fun even though we all were scared and hesitant because this was our first trip with friends. Hi guys, welcome back to my channel. This is Salvana Kapoor Shrestha. So हजुरले थाहा पाइसक्नुभयो होला where we are going भनेर हैन अनि त्यसपछि सबै त्यसैको बारेमा हुनेछ हैन सो हामी यहाँबाट चाहिँ 6 बजे हिँड्न थालेको यहाँ अनि मुस्कान र कामना चाहिँ रेडी हुँदैछ कि आई गेस रेडी भइसक्यो तिनीहरु अब हामी जान्छौं we are all done अनि मैले प्याकिङ सके हैन so we have to go एकछिनमा अनि या दिन्न जस्तो त लाग्छ नि स्पिकर मैले चार्जमा राखेर अहिले स्पिकर छैन मसँग एन्ड लेट्स गो स्पिकर लिनलाई छ मैले यता राखेको थिएँ क्या अनि त्यसपछि मलाई लागिरहेको थियो किन मैले बिर्सिन्छ जस्तो लाग्छ छैन त्यहाँ त यता हो कि उता उति छ होला यता रहेछ मैले बिर्सेको Okay, see you there. Guys, I'm going now. तिनीहरु तल आइसक्यो and see मेरो यो दुईटा त्यो पानीले गर्दा Okay, see you. Bye bye. यस्तो अँध्यारो देखेको है ती पनि म तल्ती छेर त वाउ हेर हाई भन्ने हाई गाइस हेलो गाइस ओ बा मेरो ओढेन के दामी चिल पारामा जाने के हामी कोही छैन Guys, we are arrived at Pokhara. We are at Pokhara and त्यसपछि हामीले चाहिँ स्टिक र ब्याग किन्न आएको थियौँ अब हामी यहाँबाट कहाँ जान्छौँ we don't know स्टिक लिएर सेम कलरले गर्दैन म्याचिङ हामी चाहिँ ब्रेकफास्टको लागि आएको होइन अहिले चाहिँ अनि ब्रेकफास्ट गरेर चाहिँ हामी जान्छौँ होला आई गेस मैले र त्यसले चाहिँ हट लेमन खाने होइन हामी चाहिँ हट लेमन ग्याङ हो कि यो मात्र कफी हेर्ने फुर्सद नि छैन भन्न सामान धेरै छ ब्याग सानो छ सानो त्यत्रो ठुलो ब्याग किनेर सानो ब्याग चाहिँ कत्रो छ देखा न यो सुज तिमी लाउ यो किन त्यो रेड कलर सुज त्यही हो के गर्ने हो सोच तिमीहरू हेलो सो गाइजहरूले चाहिँ खाँदै हुनुहुन्छ माइ गड कति धेरै गएको थियो हट लेमन खानेहरूले धेरै गएको थियो सुगर चाहियो सुगर हाम्रो चाहिँ आइसक्यो एन्ड स्न्याप क्विन इज हियर अनि यो चाहिँ के भनौँ म तँलाई भिडियोग्राफर ल अब हामी खान्छौँ हामी यसरी भागिरहेछौँ किनभने हामीले चाहिँ एउटा सामान्य बिर्सेर आएर किन यस्तो छ हालत सो गाइस हामी चाहिँ होइन रोकेछौँ एकछिन फ्रेस हुनको लागि सो गाडी चाहिँ गयो होइन हामी चाहिँ अनि पुलदेखि गएर अनि त्यो पुल पारि चाहिँ ठ्याक्क गाडी आउँछ अरे सो हामी चाहिँ जान लागेको हामी चाहिँ सिक्लेस आइपुग्यौँ होइन हाई हेलो कस्तो फिल भयो तँलाई फाइनली आयौँ होइन अब यहाँबाट चाहिँ हामी तासा पुग्नुपर्ने हुन्छ होइन यहाँबाट अब यहाँ नरोकिकन हामी तासा जान्छौँ
अब हाम्रो ट्रेक चाहिँ सुरु हुन्छ। सो यहाँ हेर्दै गर्नु के कस्तो हुन्छ म देखाउँछु। हुन्छ सो दिस इज सिक्लेस। एउटा चाहिँ ओके अब हामी चाहिँ होइन हाम्रो ट्रेक त स्टार्ट भयो यो के अरे ट्याङटिङबाट ट्याङटिङ हो त्यही भएर माथि नजाऊ तल जाऊ भन्ने होइन त ऊ के कोरी भनेर ऊ साइन देखाएको छ त। यहाँबाट स्टार्ट गरिरहेछौँ अब यहाँबाट हामी जान्छौँ होइन। यसो यता ढालिदियो यहाँबाट चाहिँ हामी जान्छौँ होइन। यहाँबाट चाहिँ उकालै उकालो छ अरे। सो या कतिको हार्ड हुने हो होइन नो भगवान् ढिलो हुन्छ होला के सेफली पुगे हुन्थ्यो। बाट चाहिँ जाने रहेछ मैले अघि उल्टो देखाएको छु। सो सिग्लिङ गाइनु केही मन्त्र गरिदेऊ न पछाइरहन्छु आँखा बन्द गरेर तिम्रो मायाले डोर्याउन मलाई। अब कति घन्टा भनेपछि 2 घन्टा कि ठ्याक्कै सो हामीलाई चाहिँ अब 2 घन्टामा हामी टासा पुग्छौँ होइन। त्यो के एउटा मान्छेले चाहिँ 6 घन्टा लाग्छ अरे होइन। टी सप आउँछ अरे त्यहीँ बस्छ अरे के कस्तो रिस उठ्यो त्यत्रो रिसर्च गरेर आएको क्या हामीले। अनि होइन के भन्छ अनि त्यहाँ माथि त्यो टासाकै दाइलाई सोधेको अब 2 घन्टा मात्र अरे के। मैं तो थक गई भन्न इश्क मासूम है दिल से हो जाती है गलतियाँ सब्र से परिभाषित मैले गर्न सकिन तिमी हरेक चाहना अनि बहाना हो गाह्रो। फाइनली हियर 7 बज्यो 7:30 दाइहरू नभएकोमा त हामी आउनु सक्थेन। तिनीहरू हेर्नु त्यहाँ हिँड्दैछ दाइहरू बिचरा लिन आउनुभएको आमा अनि खुट्टा रात त खत्तम भइसक्यो। We are finally here. हामीलाई यस्तो डर लाग्थ्यो। हेलो गाइस। सो गाइस आज लास्ट जाडो छ है एकदमै मुस्कान चाहिँ सुतिसक्यो। हामी यस्तो एनर्जेटिक त्यत्रो हिँडेर पनि निन्द्रा लागेन हामीलाई। डार्क सर्कल छ अझ हामीले कता हिँडेको बिजुली पारेर भन्दै गएर बसेछ। अय्या कोदी हाँस मुजा त मुखरा। सो हामीले चाहिँ खानासाना खाइसक्यौँ होइन। भोलि बाल्न कहाँ जाने भनेपछि भोलि चाहिँ हामी कोरी जाने हो। मेरो गाला क्या दामीले खिचेर ल मुख चिसो पानीले मुख धोएन 1 महिना मुख नधोएको यहाँ तासमा आएर मुख धो। हिउँ परेको ठाउँ मुख धुन सक्ने क्षमता भएको मान्छे हो नि त अनि चिसो पानीले मुख अब हामी भोलि कति बजी हिँड्ने हो अरे 8 बजी कानको निकालिसल्यो निकालेको छैन यतै सुत्दिनु 8 बजी हामी जाने हो होइन। अनि हामीले चाहिँ त्यस्तो धेरै लुगा के पनि ल्याएको छैन अनि जे ल्याएछ अनि त्यो ल्याए जाडो छ नि त अनि फेरि भोलि पनि यही लाउने हो
सो गुड नाइट. मेरो त पार्ट 2 हुन्छ नि, डे 2 पो हुन्छ त है मेरो. सो द्याट्स इट फर टुडे. होप यु गाइज एन्जोयड. अनि अब अर्को भिडियो हेर्नुमै गएर बाई बाई भन्नु. लौ किसी कहाँको किसी खाएर नडल्नु है फेरि. कस्तो केटा जस्तो सोध्छन् यार. केटा म हो केटा. साँच्चै भन्दा. तर गाइस आज चाहिँ होइन तासा पुग्न कोहीले के भन्यो 6 घन्टा लाग्छ भन्यो, कोहीले 7 घन्टा लाग्छ भन्यो. कस्तो कोहीले त कस्तो डराउनु दिन रहेछ है. अघि कस्तो त्यो आन्टी त कस्तो आफू यस्तो होला कि त्यसलाई पनि कसैले त्यस्तै गफान्यो. अनि त्यस्तो भन्ने कि अनि टी सप आउँछ अरे, टी सपमा त्यहीँ बस्छ अरे, आज भ्याउन अरे. टी सपबाट यता चाहिँ 4 घन्टा लाग्छ अरे. जे पाइ त्यही त्यसो सिक्लेसबाट हामी 6 घन्टामै यहाँ आइपुग्ने हो. अनि हामी आइपुग्यौँ पनि क्या होइन. हाम्रो त लागेन 3 बजी हिँडेको, 4, 5, 6, 7 4 घन्टामा आयौँ हामी. अनि अब भोलि गइ जाने हो. त्यही भएर कसैको कुरा नसुनिकन होइन हामीले चाहिँ फ्याक्ट बोलेको. हामी यस्तो बिस्तारै हिँड्ने मान्छे हो होइन. 9 घन्टा हिँड्न छ गाइस. हामी एकदमै बिस्तारै हिँड्ने मान्छे हो. अनि त्यही भएर अरूको कुरा नसुन्नु होइन. त्यही भएर सुई आउनु मजाले. एउटा कुरा चाहिँ फिक्स के भन्न सक्छु भने चाहिँ बिहान 6 बजी हिँडेपछि पोखरामा पुगेपछि हजुर सिक्लेस आउनु होइन. सिक्लेस चाहिँ छिटो आउनु भन्छु किनभने हामीलाई एकदमै ढिलो भयो. हामी 11 बजी हिँडेको भ्याएन क्या. हामी आउनै ढिलो भयो. सिक्लेसबाट यहाँ तासन पुग्न चाहिँ 6 घन्टामा त लाग्छ. तासा ए बा यो ठाउँको राम्रो प्रोनाउन्सिएसन त मेरो सिक्लेस गाइस सुन्नु म एउटा स्टोरी भन्छु. सिक्लेस भनेको सिक्लिङमा. ए पनि मैले मनाङ भनेको थिएँ. अनि मानुमकोट भनेको मनाङ. यो त एकदमै बेइज्जत भयो नि त. मान्छेले के सोच्यो होला. आफ्नै मम बाबाले नि अनि मैले भने है कहाँ जाने भन्दा मैले मनाङ भने. अनि त्यसपछि मम्मीले भन्नुभयो मनाङ तँलाई त्यति पैसाले मनाङ जान पुग्छ भन्नुभयो. मैले कन्फिडेन्टको साथ भने क्या. पछि त सोचेँ त नि होइन मनाङ त पर छ त्यसको नाम के हो भयो. मेरो बेइज्जत भयो कि हामी फेरि यति हाँसेको होइन. अझै हाँसो लाग्छ कि हो हामी 3-4 मिनट के बोल्यौँ है. सो बोर चाहिँ नहुनु. सो यहाँ त्यही हो. द्याट्स इट फर टुडे. सो डे 2 को भ्लग हेर्न नबिर्सिनु. डे 2 र डे 3 को. सो टाटा बाई बाई. कति सा